यो इटाभट्टाहरू है धेरै छ। त्यसैले हामी चाहिँ यस विषयमा केयरफुल हुनुपर्ने छ। फुल टाइम चाहिँ ग्यासेस पनि हुन्छ, पार्टी प्लेट पनि हुन्छ होइन। ग्यासेसमा चाहिँ यिनीहरू भयो अनि पार्टी प्लेटमा चाहिँ यिनीहरू भयो। मैले अब त्यति धेरै पढाउनु खोजेँ क्या, छोटैमा जस्तो बोल्नु पर्ने। अब मेन कुरा चाहिँ हाफाजार डिस्पोजल अफ वेस्ट। अहिले भ्यालेन्स आएपछि अलिकति जहाँ पनि त्यहाँ चाहिँ फालिँदैन होइन, अलिक ठाउँमा ठ्याक्कै टिपेर लागेको छ। तर टिपेर गयो भने के हुन्छ, कुनै न कुनै ठाउँमा लगाएर फालेको छ क्या त्यहाँ, त्यो तरिका होइन है। त्यसैले हाफाजार डिस्पोजल चाहिँ वेस्ट भइरहेको छ। अनि त्यसले गर्दा के भएको छ चाहिँ सबै समस्याहरू, जम्मै समस्याहरू चाहिँ दिइरहेको छ। म्युनिसिपालिटीले 50% चाहिँ यो के अरे वेस्ट म्यानेजमेन्ट खर्च गर्छ, अनि 40% चाहिँ तिनीहरूले के अरे स्टाफ होइन, स्टाफ चाहिँ 50% अनि 40% चाहिँ बजेट चाहिँ कहाँ खर्च गर्छ, वेस्ट म्यानेजमेन्ट खर्च गर्छ। तर वेस्ट म्यानेजमेन्ट राम्रोसँग भइरहेको छैन। अनि त्यहाँबाट यो नदी नालाहरू बनाउने है, नचाहिने जनावरहरू बढ्ने, यो पनि वेस्ट म्यानेजमेन्ट हाफाजार भएर हो नि त है। जहाँ पनि त्यहाँ फोहोर पाल्यो, अब त्यो साङ्लालाई कति चाहिन्छ र भन्ने खानेकुरा हो कि न, कसले हेपिहाल्छ नि, त्यो त जहाँ पनि आइन्छ। मान्छे जेपाइले जहाँ पनि फालेपछि उसलाई चाहिन्छ, मुसालाई चाहिन्छ सबैतिर छ है, चरालाई चाहिन्छ सबैतिर छ। हामी परिवारले के अरे शान्तिको प्रतीक भन्छ होइन, तर अब बिस्तारै चाहिँ यो शान्तिको प्रतीक हुन थालेछ। किन भन्दाखेरि जहाँ पनि परिवार, अब परिवारले भर्खर डङ्ला होइन, अब लाखौँ रुपियाँ खर्च गरेर मान्छेले घरमा डङ्ला आउँछ खत्तम। त्यो कसरी शान्तिको प्रतीक हो? अनि त्यसैले कुनै दिन आउँछ हामीलाई चाहिँ के भने परिवारलाई नखाउनुहोस् है भन्नुपर्ने हुन्छ। त्यो मन्दिरमा आउँछ नि, नखाउनुहोस् है भन्नुपर्ने बेला आउँछ। किनभने यो फोहोर जताततै खाने हुनाले यो जग्गाहरू बाटो कसरी कराउनु थाले त एकपल्ट काठमाडौँभरि राति। किन भन्दाखेरि मुसा जाँदैछ, मुसा कहाँबाट आएछ, पोहोर जाँदैछ अघि। अनि लाटो बुझेर चाहिँ मजाले जङ्गलमा बस्ने लाटो बुझेर घरतिर आउने यो फोहोर जहाँ पाइ चाहिँ फालेर भएको हो होइन। अनि त्यही भएर अनि यो एकपल्ट अहिले त अलिक कम भएको जस्तो लाग्छ मलाई होइन। अब कृष्ण सरले भन्नुहुन्छ के अरे यो राजदोराको अगाडि छ नि, त्यो केशर मलको अगाडि है, त्यहाँ चाहिँ साथीले हिँड्यो भने आकाशै कागै काग है, कागै काग हुन्थ्यो त्यहाँ। अहिले त मलाई त्यति याद रहेको छैन होइन। किन काग धेरै भयो भन्दाखेरि अब मुसा धेरै भयो, चराचुरुङ्गी धेरै भयो, खाने पाउने चिज धेरै भयो काठमाडौँमा, अनि धेरै भयो। पपुलेसनको नियम त्यही त हो नि, जहाँ खाने पाउँछ त्यहाँ पपुलेसन पर्छ। यसैले यस्तो किसिमको काम पनि भएको छ। घरहरू तुर्ने, बाटोमा हिँड्दा यस्तो हुने होइन, के अनि जुन चाहिँ रिसोर्सेस हो, रिसोर्सेस के जाने कि अब कागज हामीले रिसाइकल गर्न सकिन्छ, ग्यासहरू निकाल्न सकिन्छ, कम्पोस्ट बनाउन सकिन्छ, यही काम चाहिँ सबै फाल्ने यस्तो किसिमको कुरा चाहिँ भइराखेको हुनाले हामीले यो कुरा सोध्नुपर्ने आवश्यकता छ। त्यसैले वेस्ट म्यानेजमेन्ट गर्नुपर्ने आवश्यकता चाहिँ हामीसँग छ होइन। अब यहाँ जति पनि छ नि, कति जान्छ यी पार्टिसिपेन्टमा 3 किसिमको पार्टिसिपेन्ट चाहिँ हुन्छ होइन। कोही चाहिँ रिसोर्स चाहिँ गर्न चाहन्छ कि हाम्रो त बिरालो, हाम्रो बिरालो मर्यो। जिन्दगीमा वेस्ट म्यानेजमेन्टको टपिक लिएर म अगाडि बढ्छु भनेर सोच्ने मान्छे पनि होला। बसेपछि के सोच्छ होला भने यो त मुस आउँछ नि, राम्रो हो नि, मुसा निकाल्छ नि त। अहिले मुस आउँदैन हाम्रो घर त। धेरै होला कि, किनभने बिक्री गर्छन्, वेस्ट भनेको चाहिँ के त एभ्रीवान्स बिजनेस गर्छन्, कोट गर्छन्, मर्छ। सबै निकाल्छ वेस्ट, सबै निकाल्छ होइन, हरेक मान्छे निकाल्छ, हरेक मान्छेले वेस्ट निकाल्छ, हरेक मान्छेले। त्यसैले हरेक मान्छेले वेस्ट निकालेपछि त्यसको म्यानेजमेन्ट हरेक मान्छेको जिम्मा हुन्छ नि त। कमसेकम आफ्नो जिम्मेवारी भनेर सम्झिने चाहिँ यहाँ धेरै होला भनेर चाहिँ मैले सोचेको छु है। एकदम राम्रो भएको थियो नि बिरालो किनभने हामीले फुड पिन चाहिँ घटाउनुपर्छ। अहिले पहिला पाप धेरै गर्नुहुन्न भन्थे होइन, आजकल चाहिँ के भन्छ, मैले गर्दा वातावरणमा लाग्ने जुन दाग चाहिँ दागलाई होइन, दाग चाहिँ कम गर्नुपर्छ भनेर चाहिँ मान्छेले सोच्छ कि। कसरी कम गर्ने, जस्तो पानी कम खर्च गर्यो भने मेरो वाटर सोर्स कम भयो होइन। अनि फोहोर चाहिँ अहिले कम उत्पादन गऱ्यो भने मेरो
के अरे फुटप्रिन्ट त सानो भयो नि त है। अथवा त्यो निकालेको फोहोरलाई मैले चाहिँ कम्पोस्टिङ गरेर फोहोरै बनाइदिनँ भने मेरो फुटप्रिन्ट त धेरै सानो भयो। त्यसरी त्यसरी हामी हाम्रो जिम्मेवारी लिएर हामीले वातावरणमा उडाउने दाग चाहिँ सानो गर्न सकिन्छ, थोरै गर्न सकिन्छ है। र यो वेस्ट म्यानेजमेन्टमा वेस्ट कति प्रोडक्सन हुन्छ भन्ने कुरा संसारभरिका धेरै देशहरूको नाम दिएको छ। नेपालको नाम चाहिँ यहाँ चाहिँ 0.12 है, त्यो पुरानो डेटा हो, त्यो नाम त्यो डेटा हो। उसमा अटोमेटिक हुन्छ होला अनि वर्ल्डको एभरेज 1.2 थियो होला होइन। त्यसरी वेस्ट निस्किएको छ कि धेरै धेरै निस्किएको छ। अनि यो वेस्ट कसले धेरै निकाल्छ त भन्दाखेरि यो ग्राफबाट देखिन्छ कसले धेरै निकाल्छ त। यी पपुलेसन ग्रोथ यसरी गइरहेको छ, जिडिपीको ग्रोथ यसरी गइरहेको छ, वेस्टको ग्रोथ चाहिँ यसरी गइरहेको छ। भनेपछि वेस्ट कसरी ग्रो हुँदो रहेछ, जति जिडिपी बढ्यो उति वेस्ट बढी निकाल्दो रहेछ। भनेपछि मान्छे धनी भएर के गर्दो रहेछ, धेरै वेस्ट निकाल्दो रहेछ। अब धनी हुनलाई कसरी रोक्नु सक्छ, सक्दैन। मान्छे नेपालको मान्छे धनी बन्दै गएको छैन अनि फोहोर पनि धेरै निकाल्दैछ, यो कुरा त साबित भयो नि होइन। त्यसैले जति जति मान्छे धनी हुन्छ उति वेस्ट बढी निकाल्ने हुनाले वेस्टलाई चाहिँ हामीले अनदेखा गर्न सकिँदैन। यो हरेकको जिम्मेवारीलाई चाहिँ हामीले दिनैपर्छ। अनि सोलिड वेस्टको ग्रोइङ कन्सर्न चाहिँ के त भन्दाखेरि अर्बन पपुलेसन कन्टिन्यू टु इन्क्रिज, धेरै धेरै मान्छे कहाँ बस्न आएको छ सहरमा होइन। सबै गाउँलेहरू नि होइन, सबै काठमाडौँ आएर बस्या। त्यसरी यस्तै यो त एउटा नमुना मात्रै हो, कति आयो कति आयो है। वर्षैपछि एसडीको जाँच सकिन्छ अनि मान्छे फेरि काट्छ। त्यही भएर अर्बनाइजेसन धेरै बढाएको छ यहाँ मात्रै होइन जहाँ पनि। अनि अर्को कन्जम्सन प्याटर्न के छ, हामीले खानेकुरा के गरेछ फरक छैन। पहिला चाहिँ अर्ग्यानिक मात्रै हुन्थ्यो, गाउँघरतिर जाने भने अझ पनि धेरै अर्ग्यानिक छ होइन। अनि कुहिन्छ थोरै छैन के बेलामा, तर अहिले त प्लास्टिक ल्याइदिएको छ, अनेक कुरा ल्याइदिएको छ होइन। अनि त्यसले गर्दाखेरि के त कन्जम्सन प्याटर्न चेन्ज हुन्छ। मोबाइल छ, सबैको हातमा मोबाइल छ, ई वेस्ट कसरी बढिरहेको छ त। त्यसैले कन्जम्सन प्याटर्न चेन्ज भएको छ। अनि मान्छे धनी भएर पनि वेस्ट चाहिँ समस्या हुँदै गयो। हाम्रो पुरानो देवी कहाँ युज गर्दिनन् होइन, पुरा सेलफोन चलाउने ल्यापटप चलाउने टिभी पुरा ल्याइन्छ। कसरी पाल्ने कहाँ पाल्ने ग्लोबल्ली के भइरहेको छ च्यालेन्ज। फेरि यो हुनै भएरै जाने कि यो कसरी रोक्ने त देखिन्छ, सक्छ कसरी रोक्दैन। सहरमा नआऊ भन्नु पाइन्छ अनि फेरि धनी नहुँ भन्नु पाइन्छ है। यो त जसरी बढ्ने समस्या छ कि। त्यसैले वेस्ट म्यानेजमेन्टमा काम पनि धेरै गर्न सकिन्छ, पैसा पनि धेरै कमाउन सकिन्छ होइन, नाम पनि धेरै कमाउन सकिन्छ। अनि यो अलिक समराइजमा मात्रै भन्छु, पहिला मान्छेले के गर्थे वेस्ट म्यानेजमेन्टको तरिका अर्कै थिए कि। ल्यान्डफिल साइटमा लगेर थुपार्ने फोर्स पहिलाको जमानाको तरिका हो है, धन देश निकालेर तरिका हो। अनि नेपालमा पनि जसले के गर्छ भने लगेर फोहोर बाहिरी खान्छ होइन। गाउँघरतिर हेर्नु त सडकको छेउछाउतिर रुममै फोहोर फाल्दै आउँछ, नदीको किनारा फोहोर फाल्दै आउँछ। अब अहिले के आएको छ भने यसरी ल्यान्डफिल साइटमा फोहोर फाल्नु भनेको चाहिँ भोलिको समस्या निम्त्याउनु पर्यो। समस्यालाई भोलिको लागि छुपाएर राख्नु पर्यो कि भोलि एक दिन त्यो समस्या भएर आउँछ। त्यसैले ल्यान्डफिल साइटमा फोहोर फाल्ने होइन, त्यो चेन्ज गर्नुपर्छ है, त्यो तरिका भएन। अनि अर्को चाहिँ काम लाग्ने स्रोत साधन फेर भयो नि फाल्दाखेरि है। अब यहाँ अलिकति अगाडि यहाँ इक्जाम्पल छ, कति देशले कति कमायो भनेर हेर्नु त। 2000 यहाँ अगाडि माथि पनि दिएको अर्बन डेभलप यो के अरे यो चाहिँ के अरे सहरीकरणको कुरा गरेको भयो होइन। अनि यहाँ चाहिँ यो के अरे लाइफस्टाइल साइडको कति धेरै समस्या ल्याउँछ भन्ने कुरा गरेर भयो होइन। अनि यो चाहिँ म्युनिसिपालिटीले चाहिँ फोहोर मैला व्यवस्थापन गर्न सक्दैन भने। अनि यहाँ एउटा अमेरिकाको इक्जाम्पल दिएको छ होइन। 1980 मा चाहिँ 10% मात्रै फोहोर रिसाइकल गर्ने है, कम्पोस्टिङ रिसाइकल गर्ने। अब अहिले आएर
2014